र पुस्तक एउटा नमुना पनि देखेका छौँ र इङ्ग्लिसमा जेनेरेसन टु जेनेरेसन जीवनी हामीले 4 जनाको जीवनी यस पुस्तकमा हामी पाउन सक्छौँ। त्यस बेलाका पुराना फोटोहरू पनि सङ्कलन गरिएको छ। हामी विश्वास छौँ यस पुस्तकले अझ डिआर बाजेको बारेमा हामीले छलङ्गै धेरै कुराहरू बुझ्नेछौँ। त्यसै गरिकन हामीले प्रेरित एमी थोलुङज्यूको जीवनी कुनै कुनै पुस्तक पत्र पत्रिकाहरूमा सुन्दै आएका थियौँ, हेर्दै आएका थियौँ, अथवा पत्र पत्रिकाहरूमा उहाँको बारेमा केही साना साना अनुभवहरू अथवा छोटो लेखहरू हामीले सुन्दै आएका थियौँ। र टिस्टादेखि मेचीसम्म जुन एउटा पुस्तक थियो त्यसमा रेभरेन्ड एमी थोलुङज्यूको जीवनीलाई त्यस पुस्तकमा अलिकति विस्तृत रूपमा लेख्ने काम गरिएको छ। र त्यसमा चाहिँ केही लेखकहरूले गुरुवासँग बसेर इन्टरभ्यू लिएर उहाँको बारेमा लेख्नुभएको छ। उहाँको जीवनी करिब करिब 6-7 जना लेखकहरूले त्यस पुस्तकमा लेख्नु भएको छ, टिस्टादेखि मेचीसम्म। यदि तपाईँहरूले पाउनु भएको छ त्यो पुस्तक पाउन सकिन्छ। र अब अर्को यो जीवनी विरासतको पुस्तकमा चाहिँ हाम्रो गुरुबाको अथवा प्रेरित एमी थोलुङज्यूको जीवनी विस्तृत, उहाँको अहिलेसम्मको सेवाकाईका सम्पूर्ण विस्तृत सेवाकाईहरूको बारेमा यस पुस्तकमा हामीले पाउन सक्दछौँ। त्यसै गरिकन पास्टर लाजरस थोलुङज्यूको पुस्तक हामी आफूले धेरैचोटि पढेका छौँ, खोजी पढेका छौँ, तर उहाँको जीवनीको बारेमा म आफैले आफ्नो जीवनीलाई लेख्नु भएको यो पहिलो पुस्तक हो। उहाँले विभिन्न विषयहरूमा, परिवारको विषयहरूमा, मण्डलीको विषयहरूमा, लिडरसिपको विषयहरूमा, जवानहरूको विषयहरूमा, परामर्शको विषयमा उहाँले थुप्रै पुस्तकहरू लेखिसक्नु भएको छ। र यो 25औँ पुस्तक आइपुग्दाखेरि उहाँले आफैलाई नै पुस्तकमा उतार्नु भएको छ। अनि यो त्यति सजिलो पनि छैन आफैलाई पुस्तकमा उतार्नु, होइन? तर यो समयमा उहाँले आफैलाई त्यस पुस्तकमा उतार्नु भएको छ। आफ्नो जीवनको बारेमा त्यस पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ भने त्यसमा केही भागहरू चाहिँ अर्पणको बारेमा पनि अथवा उहाँले विशेष गरिकन विरासत 14औं पुस्तासम्म आउँदाखेरि उहाँको केही भागहरू उहाँले त्यहाँनिर राखिएको छ। यसकारण हामीसँग पुस्तक छ अनि त्यस पुस्तकमा मैले सबै भन्नुभन्दा पनि भने तपाईँहरूले त्यसलाई लगेर पढ्नुभयो भने अझ त्यसले तपाईँहरूलाई हामी सबैजना आशिष मिल्नेछ। र यो पुस्तक 430 पेज एउटा ठुलो पुस्तक छ, 430 पेजको पुस्तक छ। र अब हामी यसलाई पुस्तक विमोचनको भागमा हामी प्रवेश गर्न गइराखेका छौँ। र विशेष गरिकन म यहाँहरूलाई बोलाउन चाहन्छु जसको बाहुलीबाट आजको यस पुस्तक विमोचनलाई हामी गर्न गइराखेका छौँ। म अगाडि बोलाउन चाहन्छु रेभरेन्ड परशुर गुरुङज्यू, अनुग्रह चर्च धरानबाट हुनुहुन्छ। अगाडि यहाँ गइदिनु हुनको लागि म अनुरोध गर्दछु। रेभरेन्ड दिलीप थापा, प्रशंसा चर्च धरानबाट। बिशप जोसेफ सोरेन, इभान्जेलिकल लुथरन चर्चबाट। इभान्जेलिकल लुथरन चर्च अहिले चाहिँ भर्खरै मात्र हामीलाई जानकारी भएको चाहिँ के हुँदाखेरि हामीले नेपालको पहिलो चर्च भनेर पोखराको रामघाट चर्चलाई भन्दै आइराखेका थियौँ, तर अहिले चाहिँ इभान्जेलिकल लुथरन चर्च चाहिँ पहिलो नेपालको इतिहास भन्ने अहिले भर्खरै थाहा भइराखेको छ। सायद अब यो कति लेख्न के छुटेको थियो होला, सायद पछिल्लो समयमा लेखिनु पनि पर्छ होला, होइन? ओके, अलिकति यो हामी सबैको लागि रेभरेन्ड एनोस गजमेर, जागृति मण्डली धुलाबारीबाट। पास्टर हेमन्त सुब्बा, तमक नगर इसाई समाजका अध्यक्ष हुनुहुन्छ। पास्टर मुक्ति केनाथे थोलुङज्यू, ज्योतिर्मण्डली तमकका अध्यक्ष हुनुहुन्छ। र त्यसै गरिकन सुशीला राई जो
छोरी हुनुहुन्छ अथवा उहाँ 32 चर्च टुक्राबाट हुनुहुन्छ। त्यसै गरेर विश्व ज्योति थोल्मी धरान पवित्र चर्चबाट। हामीले धेरैजनालाई समावेश गर्न कोसिस गर्दै गर्दाखेरि पनि हामीले सबैजनालाई यसमा सहभागी गराउन सकेनौँ। त्यसप्रति हामी क्षमा प्रार्थी यो बिचमा पढ्ने गरिकन पढाले त्यसो ताकि फोटो खिच्दा यो पनि आओस् भन्ने। ओके, हाम्रो पुस्तक हामी हाम्रो गुरुबाहरूलाई उहाँहरूलाई हस्तान्तरण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। हाम्रो पुस्तक उहाँलाई हस्तान्तरण गरिदिनुहोस्। उसलाई हस्तान्तरण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। ओके, हुन्छ, हामीले हाम्रो पुस्तक हामीले हस्तान्तरण गरिसकिसकेका छौँ र हामीसँग 8जना हाम्रा अग्रजहरू गुरुबाहरू हामीले यहाँ देखिराखेका छौँ र अब हामी यसलाई विधिवत रूपमा सबैको सामुन्ने ओपन गर्न गइराखेका छौँ र त्यहाँ रिबन छ, रिबनलाई खोल्न सकिन्छ र त्यस पछाडि हामी समर्पणको प्रार्थना गर्नेछौँ र यसको लागि तयारी अवस्थामा रहिदिनु हुनको लागि पनि हाम्रो रेभरेन्ड दामन सुब्बाज्यूलाई म अहिले नै अनुरोध गर्न चाहन्छु। ओके, हुन्छ, हामी अब यसलाई एकसाथमा हामी यसलाई खोल्नेछौँ। हामी सबैजनाले ताली बजाउनेछौँ र उहाँहरूले यस पुस्तकलाई खोलिकन सबैको सामु देखाइदिनु हुनेछ। हुन्छ, यहाँले खोलिदिनु भएको ताली कमी भयो जस्तै छ। हाम्रो गुरुबा हिन्दीबाट यता तपाईँले पुस्तकलाई देखाइदिनु भएको बडा यतातिर छेउमा। हजुर, र सबैजनाले त्यो पुस्तकको नामलाई पढिदिनु हुनको लागि हामी अनुरोध गर्दछौँ। पाली पाल्दा विरासत पुस्तादेखि पुस्तासम्म जीवनी, विरासत पुस्तादेखि पुस्तासम्म जीवनी, विरासत पुस्तादेखि पुस्तासम्म जीवनी, विरासत पुस्तादेखि पुस्तासम्म, विरासत पुस्तादेखि पुस्तासम्म, विरासत पुस्तादेखि पुस्तासम्म जीवनी, विरासत पुस्तादेखि पुस्तासम्म जीवनी। हुन्छ, हामी जोरदार ताली बजाउनेछौँ। हुन्छ, उहाँले पुस्तकलाई यसो उठाइदिनु भयो होला, उठाइदिनु हो भने उहाँले फोटो खिच्नु ल फोटो खिच्नुहोस् है। अब ल उहाँले उठाउनु भएको छ र यस पुस्तकको समर्पणको प्रार्थना हामी गर्नेछौँ र यस समर्पणको प्रार्थना गरिदिनु